रामानुजाय नमः। जय श्रीमन्नारायण। दुष्टा भार्या सठं मित्रं भृत्यश्चोत्तरदायकः ससर्पे च गृहे वासो मृत्युरेव न संशयः। हामी यहाँ नीतिका चर्चा गरिरहेका छौँ, शास्त्रीय चर्चा गरिरहेका छौँ। नीतिगत शास्त्रका सिद्धान्तलाई हामीले हेर्दै जाँदाखेरि, शास्त्रका सिद्धान्तलाई हामीले बुझ्दै जाँदाखेरि, शास्त्रको अनुसन्धान गर्दै जाँदाखेरि हामीलाई धेरै कुराको ज्ञान बढ्दै जान्छ। यहाँ पनि आज हजुर समक्षमा केही नीतिका श्लोकहरू, शास्त्रीय सिद्धान्तलाई लिएर आइसकेको छु। दुष्टा भार्या अर्थात् दुष्ट स्त्रीका सङ्गतिले गर्दाखेरि अथवा स्त्रीका लागि दुष्ट पतिको सङ्गतिले गर्दाखेरि उसको सङ्गति अत्यन्तै भयावह हुन्छ। त्यसै गरी सठम मित्रम मूर्ख मित्रको सङ्गतिले गर्दाखेरि अत्यन्तै हानि हुन्छ। त्यसै गरी जो अत्यन्तै बदमास, अत्यन्तै विवेकहीन त्यस्ता कोही नौकर छन्, त्यस्ता कोही सेवक छन् भने त्यस्ता सेवकहरूका लागि, त्यस्ता सेवकहरूको सङ्गति पनि र सर्पका साथमा सङ्गति गर्नु, सर्पलाई नजिकबाट उसको सङ्गति गर्नु, सर्पको सङ्गति, सर्पको सँगै बास, यतिजना व्यक्तिहरूको सङ्गतिले, यतिजनाहरू अथवा तपाईँका घरमा बसेका छन् भने अथवा तपाईँले उहाँहरूको सेवा गर्दै हुनुहुन्छ भने उहाँहरूबाट अत्यन्तै सावधानी अपनाउनु पर्ने हुनेछ। किन भन्दाखेरि साक्षात् यिनीहरू मृत्यु समान हुन्। मृत्यु प्रदान गर्न सक्ने यिनीहरूमा शक्ति, सामर्थ्य रहन्छ। त्यसैले दुष्टा भार्या सठम मित्रम भृत्यश्चोत्तरदायकः ससर्पे च गृहे वासो मृत्यु एव न संशयः। यिनीहरूलाई घरमा राख्नु भनेको साक्षात् मृत्युलाई वरण गर्नु हो। त्यसैले यिनीहरूको सङ्गतिबाट बस्ने प्रयत्न गर्नुपर्दछ। यी शास्त्रीय सिद्धान्त